र आज चाहिँ म लिएर आएको छु विन्टर स्पेसल सुन्तला अनि अम्बकको अचार, साँधेको अचार। एकदमै मिठो हुन्छ। त सुरु गरौँ होला। यसको लागि मैले सुन्तलालाई लिएर 2 भागमा कटिङ गरेको छु अनि बोक्रालाई छिलेर यसरी सबै बोक्रालाई छिल्ने अनि यसको एक एक गरेर दाना पनि निकाल्ने। सुन्तलाको बोक्रा तपाईँले पहिले नै छिल्दा पनि हुन्छ, अन्त कटिङ गर्दा हुन्छ। मैले चाहिँ बादमा गरेको छु। विन्टरमा पाउँछ यो सुन्तला, त एभ्री विन्टरमा नै म बनाउने गर्छु। पहिला माइतमा हुँदाखेरि आमाले बनाउनुहुन्थ्यो, त साह्रै नै मिठो हुन्थ्यो र त्यसै कारणले म यहाँ पनि हर साल नै विन्टरमा सुन्तलाको अचार बनाउँछु। सुन्तलाको केस र सबैलाई छुट्याउनुपर्छ। यसरी हेर्नुहोस् होला, मैले सबै सुन्तलालाई यसरी गरेको छु। विन्टरमा मात्रै पाउँछ सुन्तला, त एकदमै खानुहोस्, एकदमै मिठो हुन्छ सुन्तलाको र यो अम्बकको साँधेको अचार। यी मैले सुन्तलालाई यसरी सबैलाई रेडी गरिसकेँ। अब अम्बक लिएको छु। अम्बकलाई मजाले धोएर चाहिँ यसरी नै सुन्तला जस्तै कटिङ गरेर मैले यहाँ रेडी गरेर राखिसकेँ। यी सबैलाई कटिङ गरिसकेँ। अब यसलाई मैले साइड गरिदिएँ। अब एउटा ग्राइन्डर जारमा मैले 3वटा डल्ले अनि 2टा अनि 3टासम्मको लसुन लिएर अलिकति नुन हालेर यसलाई हल्का ग्राइन्ड गरेको छु, पेस्ट बनाएको छु। यसलाई तपाईँले सिलौटोमा पनि युज गर्नु सक्नुहुनेछ। अब मिक्सिङ बोलमा सुन्तला अनि अम्बकलाई हाल्ने अनि ग्राइन्ड गरेको पेस्टलाई पनि सबैलाई निकालेर यसमा हालिदिने। अनि यो सबै हालेपछि अब अलिकति खाने तेल युज गर्नुपर्छ। खाने तेलले एकदमै दामी फ्लेभर लिएर आउँछ साँधेको अचारमा। अनि यो सबैलाई मिक्स गरेर रेडी गर्ने। यो मिक्स गर्दा गर्दै मलाई त कस्तो थुका आयो, एकदमै खाउँ लागेर मैले चाहिँ रेडी हुने बित्तिकै अलिकति ट्राई पनि गरिहालेँ। एकदमै मिठो भएको थियो। तपाईँहरू पनि ट्राई गर्नुहोस् होला। एकदमै मिठो रसिलो, भातसँग पनि खानुहुन्छ अचार जस्तो, त्यसै साँधेर पनि खान सक्नुहुन्छ। र यो विन्टरमै पाउने चिज हो। तपाईँले ट्राई गर्नुहोस्। अहिले बजारमा छ अभाइलेबल। थ्याङ्क यू सो मच फर वाचिङ।